Hello, hi, namaste. Welcome back to another episode. And I hope absolutely fine here right now. आज चाहिँ वैशाख 29 गते आज मेरो अफ डे अनि आयो तपाईहरुकोमा अफ डे होला सार्वजनिक बिदा छ है अनि बिहान उठ्यो कामहरु गरियो अब आफ्नो व्यक्तिगत कामहरु हैन once again welcome back to another episode भन्न चाहन्छु अनसिभिलाइजेडमा अनि टुडे एक्चुअली चाहिँ छुट्टीको मौका पारेर चाहिँ म र मेरो मिसेस एकप्लट माथि भेटारसम्म जाने भन्ने कुरा चाहिँ किन भन्दाखेरि वान रिजन त्यसको पछाडि चाहिँ के भन्दाखेरि मैले मेरो बाइकको प्लाटिना हैन हरेसिसीको सम्मतिर त ठिकै पुग्छ भन्छ भाती चाहिँ कस्तो तान्छ भन्ने कुरा चाहिँ मलाई थाहा छैन त्यसलाई चेक गर्नको लागि भए पनि एकलट जानुपर्ने हुन्छ त्यही हो ल सो किप अन स्टे के हुन्छ म देखाउँछु डोन्ट फर्गेट सब्स्क्राइब एन्ड शेयर त्यही भन्न चाहन्छु ल थ्याङ्क यू गाइज एन्ड प्लिज बी स्टे विथ द भिडियोज अनि गाइजहरु अहिले हामी चाहिँ टक्कस लाएर यहाँ उखुको जुस खाने भनेर बसिरहेको छौँ चुको पाइ पनि खायौँ होला जस्तो भयो उखु जुस खाइयो अनि उखुको जुस चाहिँ 50 रुपियाँ गिलास अरे अनि यो चाहिँ 25 रुपियाँको ढ्यारे कहाँबाट कहाँ भयो पैसा त अनि यो चाहिँ मसँग चाहिँ हेलो आज हामी कहाँ जाने आज हामी खानै छैन तर पनि हिँडेको बाइक त्यहाँबाट बाइक चेक गर्नुको लागि क्या कतिले तान्छ भनेर हो अहिले चाहिँ फ्यान चाहिँ घुमिरहेको छ र आज ठिकै छ गर्मी हिजो चाहिँ अति थोक हाम्रो पत्रकार सम्मेलन त दिमाग खराब भिजा लुत्रियो अनि त्यही हो अब मेरो अर्को च्यानल पनि छ मिस्टर ह्याङ भन्ने त्यहाँ पनि गएर हेर्नु होला अनि मलाई फलो गर्न सक्नुहुन्छ टिकटक पनि छ होइन एनिथिङ एन्ड एभ्रिथिङ अनि यो दोकान चाहिँ उखु जुस पाउने सबै प्रायः जुसहरू पाउने छ उखुको खरबुजाको स्याउको सुन्तलाको सबै तर प्राइस चाहिँ अति महँगो छ होइन महँगो हुन्छ स्वाभाविक नै फलफुल भनेको आफै महँगो छ त्यही गाइस ल ल गाइसहरु फाइनली उखु जुस आइसकेको छ चेस चेस हल्का खाउँ दामी है यसरी थोरै खाने मान्छेले हिँड्नु फाइदै हुन्छ धेरै खाने हुँदा उखुको जुस 50 रुपियाँ गिलास खरबुजाको जुस चाहिँ 100 रुपियाँ स्याउको 200 कि 150 बढ्दै बढ्दै जाने 350 400 सम्म रहेछ गिलासको हाइएस्ट साउथी ल गाइसहरु हामीले जुस खाइसक्यौँ अब हामी निस्किने यहाँ पैसा दिनु पर्ने साउजी कता गयो यार साउजी जुस खाइसक्यौँ अब हामी एक प्लट माथि उकालो हेटारतिर जाने अब जाने बाइक चेक गर्नु पर्नेछ भने कति पैसा हो के अरे मौसमी के मौसम मौसमी फल कस्तो हुन्छ हामी सोधेको क्या दाइलाई ए दाइहरु चाहियो ल हामी जुस खाइसक्यौँ अब हामी चाहिँ माथि हल्का यो बाइक चेक गर्नुपर्ने छ होइन यो बाइकमा अब कतिको तान्छ भन्ने कुराहरू के लगाइसक्यो अहिले चाहिँ हामी जाँदैछौँ भान्चोकमा यो सानो सामान पनि छोड्नुपर्ने छ जुत्ता त्यहाँ छोड्ने अनि त्यसपछि हामी सिधै हजुरले कोइनदेखि माथि लाग्छौँ ल
बाइकको यो विशेष गरी यो बाइक आज होइन यसको राइडिङ कतिको छ तान भन्ने कुराहरू देखाउनु पर्ने छ र हिँड्दैछु गाइजहरू एन्ड इफ यु आर न्यू दिस इज अनसिभिलाइज्ड एट ब्लग है गाइजहरू अनि सब्सक्राइब गर्नु भएको छैन भने जस्ट गो एन्ड सब्सक्राइब माई च्यानल्स त्यही भन्न चाहन्छु है ल यो चाहिँ भान्चोको आयो अब ल है गाइजहरू हामीले जुत्ता बनाउने ठाउँमा आइपुग्यौँ अब जुत्ता बनाउने ठाउँमा आइसक्यो 5 वर्ष अगाडि बनाएको थिएँ बुढा मलाई चिनेन होला घेरले भने त फेरि म त ढाँड पो खुस्काउँछु 5 वर्ष अगाडि काम गराएको थिएँ बिर्सिनु भयो क्या 5 वर्ष भयो ल तेरो पर देखेर आयो क्या यस्तो हेऱ्यो थोडा चिनिहाल्यो क्या सिकाउनु पऱ्यो पोलिसले सबै लाउने होइन कति पैसा हो सुरु कुरा गर्नु अब पोलिस लगाएको म छोड्छु छोडेर जान्छु भरे आउँछु पैसा दिएर सुन्नु न पोलिस लगाएको मात्र अरूलाई चाहिँ तपाईँको 120 हो हिँड्नु है मेरो कुरो फेरि नरिसाउनु जम्मै हिसाबमा गर्दा चाहिँ तपाईँको भेट्न चाहिँ तपाईँको 350 भेट्छ 300 पार्दैन वर चिलाइ पोलिसले सबै गरेर 300 पोलिस ट्रान्सफर चिलाएर पोलिस पनि लगाइदिनु हजुर दिदी आइपुग्नु भयो पहिले अब यसको चाहिँ 300 भन्दैछ के अरे पोलिस लगाएर सिलाएर लुगुरु मिलाइदिनु पर्यो एकदम कम भनेको हजुरलाई 120 अन्त पोलिसले गरेर लिँदैन कति हो पोलिस नगर्दा कति हुन्छ पोलिस नगर्दा चाहिँ तपाईँको 260 पर्छ थोरै छ त कम खान्छ वर सबै हान्नुपर्छ हामीले त्यही कुरो पोलिसले तपाईँलाई फाइदा हुन्छ राम्रो यहाँ सुन्नु त्यो मसिन हान्ने कि धागो ठुल्ठुलो हान्नुहुन्छ सिला ठिक्क हानिदिन्छु फेरि त ठुल्ठुलो नहान्नु नि फेरि सानो हान्नु नि फेरि तपाईँको 6 महिनामा सिला उठ्यो भने ल्याएर मलाई यहाँ फुर्का छोडिदिनु पैसा पर्दैन हजुर बस्नु नि ल अब यसको 300 रुपियाँ ठिकै छ मैले मैले पहिला पनि बनाएको भन्नु हुँदैछ अनि मैले पहिला आएको नि त नि म त्यही थोप्रा देखेर त म यहाँ छिरेको 5 वर्ष अगाडि त भयो नि त होइन कम्पनी ल्याएर टालेर सिलाइदिइराख्नु पर्यो पोलिसले सबै अरू भराएर दिन्छु ल भराएर दिन्छु बजार दिन्छु अरू मजाले घाममा सुकाउनु निस्किनु होइन कति बजी आउनु 5 बजे ल 5 बजे आउँछु अन्तिम भएन आउँछु त्यही छिटै के घरमा दारू खानुहुन्छ क्या हो दारू खान त पहिला त खान्छ अलिअलि अनि उज्यालो हुन्छ छ अहिले छोड्यो नि त हुन्छ नि मेरो दिदी लगाइदियो अब उहाँ चाहिँ मैले पुरानो चिनेको हाम्रो अनि 6 महिना उक्यो अरे नि सिला भटेन बनाइदिए ए गुरु एउटा कुरा यो सबै भित्र हेर्नु न सबैलाई जिब्री के लास्ट भयो जिब्री एक जोडी हाल्नु न म तपाईँलाई धेरै लिँदिनँ त्यसमा हेर्नु 100 मात्रै लिन्छु 160 रुपियाँ बेचिराखेँ मैले तपाईँलाई 100 मा मात्रै हाल्छु राम्रो भनेको मैले हाल्यौँ अब कान्छीलाई चाहिँ किन सोध्नु काम चाहिँ सामान चाहिँ तपाईँको गृह मन्त्रालय होइन त अर्थ मन्त्रालय भए पनि त उसले आउनु भनिहाल्नु गृह मन्त्री हुन्छ नि कस्तो त बिग्रिँदै होइन नि तपाईँको त्यति गरिदिन्छ मजाले हाल्ने सोल्युसन हेर्नुहोस् न यहाँ 6 महिनामा उक्यो पनि बनाइदिन्छु मैले भने त उहाँलाई 5 वर्ष अगाडि आएको पहिला झर्छ चिनेर आएँ भन्नु हुँदैछ अनि हो त अनि पैसा बेसी पनि भयो होला 70 बेसी भएछ म 72 मा धरान आएकोदेखि कलेज पढ्दाखेरि अहिले 82 भइसक्यो 8 वर्षै भइसक्यो ल अरू त्यही 5 बजे आउँछु ल 5 बजीतिर ल गाइजहरू अहिले चाहिँ हामी अब के अरे जुवा सिलाउनु दियौँ अनि हामी चाहिँ माथि 0 पोइन्टदेखि माथि लाग्दैछौँ कि यो चाहिँ भान्चोकदेखि माथि जाने बाटो है साथीहरू यो चाहिँ अहिले 1 वे भएको छ 1 वे बाटो भएको छ है अनि बिस्तारै चाहिँ यताबाट जानेहरू मात्रै हुन्छ उताबाट आउने छैन उताबाट आउने चाहिँ उता पर माछा भौडीतिर लगेछ साथीहरू अनि यो चाहिँ माथि म महेन्द्र पथ हुँदै यो चाहिँ झालचोक निस्किने बाटो हो अनि त्यही हो तर ठिकै होस् लाग्यो 300 भनेको क्या मेरो के गर्नुपर्ने थियो भन्दाखेरि जुत्ता ब्राङ्गै गएको थियो सबै सोल्युसन लाएर धागोले मसिनो सिलाएर अनि पलिस पनि हालिदिन्छु भन्यो 300 ठिकै होस् लाग्यो मलाई तपाईँहरूलाई कस्तो लाग्यो होइन मैले त सोचेको थिएँ 4-5 नै भन्छ होला जस्तो एक्सपेक्ट गरेको थिएँ
ठिकै छ, उनीहरूले पनि कमाउनु पर्छ होइन, अलिक 2-4 पैसा कमाउनलाई बस्या हो, सबैको त्यही हो आफ्नो बाध्यता। एन्ड यो चाहिँ हाम्रो छाता चौकै साथीहरू, छाता चौक आइपुग्यौँ हामी। अब यहाँबाट हामी नन स्टप भर्सक गाइजहरू यो छाता चौकै छाता चौक, यो चाहिँ छाता चौक पर्यो। ल ल ल के बनिस्टे छाता चौक। अनि अब मौसमको त के कुरा गर्नु होइन, मौसम यस्तो दामी छ, चिसो कुल भइरहेछ, बाइक राइड गर्नु मजा आइरहेछ। यत्तिको चाहिँ जस पानी पर्ला जस्तो, तर पनि अब पानी पर्दैन होला, हेरौँ न। मौसम कुलै छ होइन, मजा आइरहेछ, यस्तो गर्मी छैन होइन, गर्मी छैन नि गर्मी छैन, एकदम कुल छ। अनि गाइजहरू अनि अब के भन्नु, अब अरू त अब यस्तै हो। अनि यहाँ चाहिँ के अरे हाम्रो नेपाल टेलिकमको अफिस यहीँ छ है। अनि एकदम जति माथिको अलिक डाँडामा हो नि त 0 पोइन्ट, अब हामी 0 पोइन्ट पुग्छौँ। अनि त्यहाँदेखि अझ माथि भेट्टा जाने बाटो उकालोमा ट्राई गर्नुहुन्छ। विशेष गरेर मेरो गाडी अब प्लाटिना भन्ने छ नि त मेरो गाडी, 100cc हो। अनि अब यो चाहिँ माइलेज किङै भन्छ, के अरे सम्ममा त माइलेज किङै भन्छ, तर अब त्यसलाई मैले उकालोमा चाहिँ हालेको छुइनँ क्या। त्यो उकालोमा कस्तो हुन्छ भनेर चाहिँ खास मैले आज यसरी राइड गरे हो होइन, त्यो एकदम सर्ट राइड हो। अनि अब त्यहाँ 0 माथा हुन्छ साथीहरू, यसको म तपाईँलाई रियाक्सन ल्याउने छु होइन, कसरी तान्छ सबै म देखाउँछु ल। सो वेलकम ब्याक वान सेकेन्ड। अनि यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने, हेर्दै हुन्छ भने, दिस इज अनसिभिलाइज स्टेट होइन, के मिस्टर ह्याङ हो। अनि गएर सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट सब्सक्राइब हुन्छ, त्यो चाहिँ हुन्छ, गरिदिनु होला भन्न चाहन्छु। अनि यो चाहिँ अहिले 1 वे भएको छ, वे तपाईँहरू सबैलाई थाहै होला। वा यार क्लाइमेट चाहिँ खतरा हो क्या, क्लाइमेट यस्तो दामी क्लाइमेट छ, यस्तो दामी क्लाइमेट छ नि साथीहरू। वा चिज है, हिजोको सम्झेर त आज त हामी स्वर्गमा थियो जस्तो लाग्यो। हिजो त यस्तो गर्नु त आमा खलखल पसिना। दिस इज जोस। ल गाइजहरू यो चाहिँ लक्ष्मी चोक है, लक्ष्मी मार्ग हो। ल गाइजहरू यो चाहिँ 0 पोइन्ट है, 0 पोइन्ट आइपुग्यौँ हामी। अब हाम्रो गाडीको तान चेक गर्ने 0 पोइन्ट हो, दिस इज 0 पोइन्ट गाइज। अनि यताबाट पनि बाटो छ उसो। सुरुमा हामी माथि जाउँ ल है साथीहरू, हामी चाहिँ 0 पोइन्ट आइपुग्यौँ होइन। अब यहाँबाट यस्तो छ ल, देखाइदिन्छु, यस्तो ओकालो छ होइन। अनि अब हामी ओकालो चढ्यौँ। अनि आज मेन यो गाडीलाई म चेक गर्नु, यसले कतिको तान्छ होइन, तान्नु सक्छ भन्ने कुराहरू देखाउनु खोजिरहेको छु। अनि हेर्नु होला, अब हामी माथि चढ्छौँ ल, कस्तो हुन्छ ल। हामी चढ्यौँ है 3 नम्बर गियरमा छ गाडी। कतिको तान्दैछ ल, 2 जना हामी छौँ होइन, 2 जनालाई कतिको तान्छ हेरौँ ल। ल प्लाटिना चढ है, प्लाटिना यत्तिको चाहिँ हुनु पऱ्यो नि त, यत्तिको चाहिँ हुनु पऱ्यो गाडी भनेपछि अरे। ल गाडी चल्छ, 3 नम्बरमा गाडी चढिरहेछ। अब म त्यसलाई 4 हाल्छु ल, 4 हेर्नु कति हुन्छ। यो चाहिँ 4 नम्बर हो है, 4 नम्बरमा अलिकति हाफ क्लच लिनु टाइपको पर्ने जस्तो देखियो। ल यो चाहिँ 4 नम्बर हो। ल 3 नम्बर हो यो 3 नम्बरमा त चढ्दै रहेछ। 4मा चाहिँ 2 जना अलिक कुदाउँदो रहेछ होइन। अब यतिको तान्ने रहेछ करिब। ल अहिले चाहिँ हामी 3 नम्बरमा छौँ है साथीहरू। इन नम्बर 3 गियर। ल अब फेरि गियर बढ्छ, त्यो हेर्नु होला। बिकज एउटा हातले क्यामेरा थामिरहेको छु, त्यही भएर गाडी अलिक हुत्तिरहेको छ, माइन्ड नगर्नु होला। ल 4 लियो, अब 4 फेरि 3मा गयो। अनि क्लाइमेटको कुरा गर्नुहुन्छ भने त आज त यस्तो दामी हेभेन जस्तो लागिरहेछ यार, चिसो के। वा मेरो क्यामेराको फ्रेममा त देखेन हो, तर यो फोनमा चाहिँ आँखामा चाहिँ यो लाइभ चाहिँ यस्तो दामी देखिरहेछ नि। होइन बुढी
होइन छ अब यो अलिक ओभरटेक गर्नु हुँदैन छोडिदिनु पर्ने हुन्छ होइन अब छोडिदिएको मैले यसरी गाडी आउँछ टर्निङमा एकदम ख्याल गर्नुपर्छ टर्निङमा चाहिँ एकदम ख्याल गर्ने आफू सजग भइने पनि उताबाट अर्को मान्छे के अरे मादक पदार्थ सेवन गरेर चाहिँ समस्या हुनसक्छ दुर्घटना हुनसक्छ गाइजहरू एकदम ख्याल गर्नु होला भन्न चाहन्छु यो चाहिँ फुस्रे क्याम भन्यो भने चाहिँ गियर घटाउनु पर्ने बेला भयो र हामी गियर घट्यौँ ल है गाइजहरू यो चाहिँ हाम्रो आमकाँचीको पेट्रोल पम्प ल त्यसलाई आमकाँची नै भन्छ माथि धनकुटा जाने बाटो यसरी गाडी आएको छ यहाँ बिग्रेको है यो चाहिँ हाम्रो आमकाँचीको पेट्रोल पम्प यहाँ के हो आज पूजा ल गाइजहरू हामी चाहिँ लाग्यौँ उकालो अनि यो उकालो चाहिँ भेरेर जाने बाटो तर जो तान्दो रहेछ हौ गाडीले यतिको नट ब्याड अब नयाँमा त तान्दो पछि चाहिँ ह्याङ हुन्छ कि भन्ने हो अनि अर्को कुरो अब ताने पनि उकालो छ त्यो एकदम गाडी चाहिँ रेस गरेर जानु पर्ने हुन्छ साथीहरू 10 किलोमिटर अथवा 50 किलोमिटर जस्तो उकालो कुदेर चाहिँ रेस गरेको चाहिँ एकदम बेटर हो गाडीको लागि इन्जिनको लागि होइन ल हामीलाई तान्दो रहेछ भने चाहिँ यति कुरा बुझियो अब यसरी पल्सर जस्तो भाग्नु त सक्दैन अब बिस्तारै जाने हो त्यही हो भन्न म त्यही चाहन्छु या गाइजहरू ताने रहेछ हौ उकालो त ल एकैछिन ल यहाँ म रेस गर्छु 1 minute later ल गाइजहरू फाइनली हामी चाहिँ सारङ्गा भन्ने ठाउँमा आइपुग्यौँ है अनि यो गाडीमा यसरी आयौँ देउस सन्ज चढ्दै रहेछ अलिक रेस चाहिन्छ यसलाई तातिँदो रहेछ अनि यस्तो छ ल धरानको सिन चाहिँ अब यस्तो छ है अब जुम गरेर त केही त देखिँदैन रहेछ अलराइटी देखियो यस्तो छ रमिलो छ दिस इज धरान सिटी है यो चाहिँ धरान सहर हो हेर्दा लाग्छ रहर ऊ पर खोला होला सर्दो खोला यहाँ म्याम चाहिँ बसिराख्नु भएको छ है कस्तो लाग्यो ठिक छ तिमीलाई त बबाल भयो होला है धेरै पछि ल गाइजहरू अब जाउँ भनेको मान्दैन अब हामी निस्किन्छौँ होला यही हो अब खासमा त मैले आजको यो यहाँ आउनु कारण चाहिँ के थियो भन्दाखेरि ट्याक्कै अलिकति मेरो गाडी पनि मैले चेक गरेको थिएँ नि त उकालोमा कस्तो हुन्छ भनेर फाइनली चेकिङ गरियो तान्दो रहेछ जोस् हुँदै रहेछ तर अलिक स्लो पुगिँदो रहेछ भनेर बुझ्यो अनि त्यसमा भेहिकल अनि आज खास मेरो त्यही उद्देश्य अब आज यहाँसम्म आइपुग्यौँ जस ठिक हो यहाँ भेरेटार अब टाइम लाग्छ अझै 20-25 मिनट त्यो नजाने अनि हाम्रो निर्णय भयो अनि अब हामी चाहिँ घरै राख्छौँ होइन कहाँ जाने सम संस्कृति पार्क लगाइन्छ त्यो सर्दो खोला हो अनि यहीबाट यस्तो घुमेको खोला हो होइन त्यो अर्कै खोला हो त्यो बरकोटो खोला हाम्रो घर त्यतै छ त्यो चाहिँ बरकोटो छ ऊ त देख्यो नि पर ठुलो डाँडा त्यो भनेको के अरे विजयपुर कहाँनिर हो पर देखेको डाँडा उता बिचको उता बिचको म देखाइन्छु अलि जाँदा ए आज माथि जानुपर्छ होला यार दानाबारी छ ल स्कुल गएको क्या म स्कुल माथि क्या मैले पनि गएको थिएँ निस्कौँ लगाइसक्यो हामी निस्क्यौँ ल जोस् राम्रो जाँदो रहेछ सारङ्गमा है नभएन हेर्नु होला अब हेर्नु गर्छौँ लगाइसक्यो एक दुईवटा फोटो खिच्दा हामी जान्छौँ कि पनि स्टे किपन अपडेट